हामीहरू चाहिँ आज 3 जना 5 पोखरी जाँदैछौँ। बाटोमा के हुन्छ कसो हुन्छ बिस्तारै बिस्तारै हेर्दै अहिले चाहिँ हामी काठमाडौँबाट जाँदाखेरि मेलम्ची र काठमाडौँको बिचमा जोडिने पाउने पाटी नजिक छौँ। अब चाहिँ हामीहरू मेलम्ची पुगेका छौँ। अब यहाँबाट चाहिँ 5 पोखरी जाने बाटो छुट्टिन्छ। बाटो चाहिँ यस्तै कच्ची हिलो छ माथिसम्मै। मेलम्चीबाट चाहिँ उता लागेर चाहिँ धेरै ठाउँमा बाटो कच्ची छ। पानी पर्यो भनेदेखि जानलाई एकदम समस्या छ। दिपेश कस्तो लागिरह? हामीहरू चाहिँ मेलम्चीबाट 22 किलोमिटर यता आइसकेका छौँ। अब यहाँबाट चाहिँ 5 पोखरी 22.8 किलोमिटर बाँकी छ। फर्किदिन्छ केटा हो, खाओ। बसमा जानुभयो भने चाहिँ छिन्टीसम्म मात्र जान्छ, त्यहाँबाट चाहिँ हिँड्नै पर्छ। हामी चाहिँ अहिले देउराली आइपुग्यौँ। अहिले चाहिँ 9 बजे 7 मिनट गएको छ। बिहान हामी चाहिँ 5 बजे काठमाडौँबाट निस्केका थियौँ। बाइकमा जानुभयो भनेदेखि चाहिँ यहाँनिरसम्म ल्याउनु मिल्दैछ। हामीलाई चाहिँ तलै राख्न लाउनु भयो, माथि मिल्दैन भनेर। बिस्तारै हिँड्दै हामी टुपी डाँडा पुगेका छौँ। अहिले खाना अब हामी टुपी डाँडामै खान्छौँ आज। यहाँ चाहिँ चौतारापट्टिबाट नै आउन सकिन्छ। अब चाहिँ हामी उता माथिसम्म जानुभयो। अहिलेसम्म पुल भएको ठाउँ आइपुग्यो। यतिर चाहिँ रुखहरू चाहिँ सबै सुके जस्तै देखिँदो रहेछ। पुरानो रुख भएको होला। साढे 5 भयो। हामी चाहिँ बस्ने ठाउँमा आइपुगिसक्यौँ। धेरै प्यार छ है साथीभाइहरू। सबिन चाहिँ यहाँ माथि पुरै सुतेर पोज दिइरहेछ, अर्कोले चाहिँ फोटो खिचिरहेछ। हेर्नु ल, ट्याक्कै 5 बज्यो। हामी चाहिँ यहाँबाट निस्क्यौँ। कस्तो लागिरहेछ सबिन? बिहान उठ्यो ल। यहाँ 5 पोखरी जाँदा चाहिँ उकालो ओह्रालो सिधा छ। उता गोसाइकुण्ड जस्तो ठाडो उकालो छैन। हामी चाहिँ 7 घुम्ती आइपुग्यौँ। ल सरी कस्तो लागिरह? के भइरह? हाम्रो अर्को भ्लगर छ यहाँ, दिपेश। केही भन्न मन छ दिपेश? कस्तो लागिरह? गाह्रो? हामी चाहिँ अहिले भैरवकुण्ड आइपुगेका छौँ। ठाउँ चाहिँ एकदम रमाइलो छ। चिसो चाहिँ लास्टै चिसो छ। बिहानको 7:30 भएको छ। हामी चाहिँ यहाँ आइपुगेका छौँ 5 पोखरी। यो चाहिँ इन्द्रावतीको मुहान। इन्द्रावतीको मेन पानी यहीँबाट जान्छ। त्यहाँ चाहिँ मन्दिर यो भयो। हिजो कि अस्ति हिउँ परेर यहाँ पुरै हिउँ जमिरहेछ। त्यहाँनिर ठुलै जमिरहेछ।
ठाउँ रमाइलो छ। हामी चाहिँ मन्दिरमै आइपुगेका छौँ। चिसो छ एकदमै। यो चाहिँ मन्दिर भयो। यो चाहिँ 5 पोखरीको मन्दिर भयो। यहाँ गएर जे माग्यो त्यो पुरा हुन्छ। चाहिँ 8:22 भएको छ। हामी चाहिँ 5वटा पोखरी हेरिसकेका छौँ। 5 पोखरी। यहाँनिर चाहिँ एउटा समस्या रहेछ, बत्ती रहेनछ। अहिलेसम्म नै बत्ती आइपुगेको छैन, तलैदेखि आएन। कमसेकम बत्ती चाहिँ भएको भए सजिलो हुन्थ्यो। उता गोसेकुण्ड जस्तो मान्छे चाहिँ आउँदो रहेछ। त्यस 20-15 जना जति हुनुहुन्छ होला अहिले यतातिर। चाहिँ यहाँबाट 9 बजे निस्केका छौँ। हामीहरूले चाहिँ उहाँहरूलाई फर्किँदाखेरि भेटेको तलसम्म सँगै आयौँ।